देशमा एउटा आशा जगाउनु जरुरी छ। त्यो आशा जगाउने काम चाहिँ कतैबाट भएको जस्तो मलाई लागेन। निराशा मात्रै केही राम्रा काम भयो भने त्यसलाई झन् निरुत्साहित अपमानित गर्ने कामबाट यो देशको आशा चाहिँ पलाउँदैन। अब हामीले एयरपोर्टको जुन भिड छ त्यसलाई रोक्नलाई चाहिँ आशा जगाउनुपर्छ। यो त एकदमै काली लाग्दो छ नि। नेपाल चाहिँ विश्वको रेमिटेन्स भित्राउनेहरूमा पहिलो राष्ट्र पर्दो रहेछ। अब यसलाई गर्व गर्ने कि यसलाई चाहिँ हामीले कसरी गर्ने? होइन, यो दुईटै पक्ष छ। नेपालको अर्थतन्त्रमा रेमिटेन्सको ठुलो हात छ। यसलाई हामीले नेगेटिभली मात्रै नहेरौँ, त्यसले पोजिटिभली हेरौँ। रेमिटेन्स नभएको भए नेपालको अर्थतन्त्र कहाँ पुग्थ्यो होला? त्यसको मतलब हामी सबै विदेश गएर नै काम गर्नुपर्छ भन्ने अर्थ पनि लगाउनु हुँदैन। यहाँ बसेर यहाँको व्यवस्थापन, यहाँको चाहिँ बसेर काम गर्ने वातावरण मिलाउने त यहाँको नेतृत्व पनि हो नि। नेपाली चाहिँ समाजमा हामी राजनीतिक नेतृत्व मात्रै होइन, अब आम हाम्रो सामाजिक देखि लिएर सबै इन्टेलेक्चुअल सबैले चाहिँ त्यो वातावरण चाहिँ बनाउनुपर्छ। मैले पोलिटिसियन सरकारलाई मात्रै भनेको चाहिँ त्यो वातावरण चाहिँ सबैले बनाउनुपर्छ। त्यो लाइनमा चाहिँ सबैले काम गर्नु पर्यो। अब नेगेटिभिटी मात्रै अब यो केही पनि हुँदैन, यहाँ पनि हुँदैन, यो पनि भएन मात्रै गर्दा पनि त्यसले नेगेटिभिटी बढी जन्माउँछ। भएको कुरालाई, राम्रो कामलाई भएको पनि छ भनेर भन्नु सक्ने चाहिँ भन्नुपर्ने कुरा चाहिँ छ। यो देश यतिको अवस्थामा रहनु भनेकै कालो सँगसँगै सेतो बाटो पनि छ नि त, उज्यालो बाटो पनि छ। त्यही भएर त यसरी ठुलो चाहिँ हामीसँग ठुलो रिसोर्स छ, सबै किसिमको रिसोर्स छ हामीसँग होइन। अस्तिकै कुरा गरौँ न, एउटा चाहिँ इन्डियामा यो ठुलो मेला लाग्यो नि होइन, कुम्भ मेला होइन। एउटा कुम्भ मेलाको नाममा कति चाहिँ टुरिस्ट जाँदो रहेछ। नेपालबाटै 50 लाख जान्छ, 50 लाख भन्छन्। हामीसँग त्यस्ता ठाउँ त धेरै छन् नि होइन। अब बुद्ध जन्मेको ठाउँको हामीले चाहिँ प्रचार गर्न सकेका छैनौँ। पशुपतिनाथ हो, अनि के अरे मुक्तिनाथ हो होइन, यस्ता, अनि जनकपुर हो, यस्ता ठाउँको त हामीले सेल गर्न सकेका छैनौँ नि त। अब हामीले त स्वामित्वै लिन सकेका छैनौँ, राज्यले सरकारले स्वामित्व लिँदैन। टुरिज्मको कुरादेखि लिएर हाइड्रो त छँदैछ। हामीसँग रिसोर्सलाई कसरी क्यापिटलाइज गर्ने, कसरी छिटो ल्याउने। ढुङ्गा माटो सबै रिसोर्स हो नि त। ढुङ्गा पनि त चलाउनु हुँदैन, अब त रुख त छुनै हुँदैन, त्यो काट्नै हुँदैन भनेर राखेर होइन। यो त चाहिँ रिसोर्सलाई त कमर्सियलाइज कसरी गर्ने भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण विषय हो। अब फुलबारीमा गयो भने भुटानबाट 500-600 ट्रक दिनमा जान्छ बङ्गलादेशमा ढुङ्गा लिएर। हामी चाहिँ ढुङ्गा निषेध गरेर बसिरहेको छौँ यहाँ होइन। कुनै ठाउँमा ढुङ्गा निकाल्न हुँदैन, जुन जसले गर्दा अझै वातावरणमा अब त्यो सबै व्यवस्थापनको विषय हो होइन। व्यवस्थापन कसरी गर्ने, रिसोर्सको व्यवस्थापन कसरी गर्ने र हामीसँग भएका चाहिँ नेचुरल रिसोर्सेस, टुरिज्म प्रडक्टहरूको कसरी गर्ने, हाम्रै चाहिँ एग्रिकल्चर प्रडक्टहरू कसरी सेल गर्ने, हाम्रो एग्रिकल्चरलाई कसरी चाहिँ प्रमोट गर्ने। इरिगेसन कुरा चाहिँ अहिले सबैतिर विद्युत त भयो, घर घरमा विद्युत पुग्यो। अहिले सबभन्दा ठुलो खेतमा विद्युत चाहियो। खेतमा पानी नभइकन एग्रिकल्चर हुँदैन क्या अरे। तराईभरि अहिले चाहिँ खेतमा विद्युतको लागि यति ठुलो डिमान्ड छ। अब विद्युत प्राधिकरणले धान्नै नसक्ने डिमान्ड छ, तर सरकारले त्यो इरिगेसनको लागि बजेटै छुट्याउँदैन। अब त्यो अलिकति नीतिगत रूपमा हामीले हेर्नुपर्ने छ। त्यहाँ 10-20 अरब पैसा फालिदियो भने यति इरिगेसन हुन्छ। अहिले सर्फेस इरिगेसन गर्न सक्ने, तत्कालै कुलो बनाएर सबैतिर चाहिँ पानी पुर्याउन सक्ने टाइम लाग्ला, तर ग्राउन्ड वाटर ड्रिफ्ट इरिगेसन त गर्न सकिन्छ। विद्युतमा 2 रुपियाँ हामीले लिएर दिएका छौँ, घाटै गरेर दिएका छौँ प्राधिकरणले यत्रो घाटा गरेर। वास्तवमा चाहिँ 22-25 लाख ग्राहकलाई 30 रुपियाँ मात्रै ल्याएको छ, 20 मिनटसम्म फ्री छ होइन। त्यसलाई दुपर बनाइयो होइन तपाईँ गएपछि होइन, त्यस्तो त बनाएको छैन। अनि यो खानेपानीलाई हामीले सहुलियत गरेका छौँ, चार्जिङ स्टेसनलाई सहुलियत गरेका छौँ। त्यति गरेर पनि 12-15 अरब नाफा भइरहेछ, नाफा गरिरहेछौँ। यति 25% विद्युतमा महसुल घटाएर पनि हामी नाफामा छौँ आज। हिजो चाहिँ 25%, हिजोमा 72 सालमा आउँदाखेरि जुन महसुल थियो त्यो महसुलमा 25% घटायौँ हामीले, बढाएको छैन कुनै पनि प्रडक्टको अहिलेसम्म प्राइस नबढेको। आएपछि त्यसलाई पनि अझ आधा बनाउनु होला निश्चित हाउस होल्डका लागि। कुन यो बोर्डको पहिलो बैठक बसेर त्यो उहाँहरूले चाहिँ यो 20 युनिटसम्म खपत गर्नेलाई कति चाहिँ 20 रुपियाँलाई 15 रुपियाँ बनाउने हो कि के भन्ने, त्यसले कुनै अर्थै लाग्दैन। कमाउनु गाह्रो छ कि। तपाईँले भएको चिजलाई बाँड्छु भन्दा त त्यो सबै बाँड्दै भइहाल्यो त होइन।
त्यसको एनालाइसिस चाहियो सबै त्यो पनि ठिकै छ त्यसले ठुलो इम्प्याक्ट पनि पर्दैन जेरै गरे पनि केही फरक पर्दैन त्यो त्यति ठुलो इम्प्याक्ट गर्दैन हामीले यति ठुलो लगानी गरेका छौँ अब मैले यति बाँडेँ भनेर ठुलो काम गऱ्यो भन्ने चाहिँ कसैले होइन बाँड्न त भएको चिजलाई बाँड्नलाई त जहिले पनि सकिन्छ नि त होइन कमाउन गाह्रो छ नि एसेट बनाउन गाह्रो छ नि डिस्ट्रिब्युसन गर्नलाई त चाहिँ एसेट हिजो चाहिँ घाटामा गएको संस्थालाई चाहिँ बाँड्न सकिन्थ्यो आज हामीले कमाएर राखेछौँ होइन त्यसलाई पनि अझ लगानी गर्नुपर्छ मेरो त कुरा के हो भने धेरै लगानी गर्नुपर्ने छ केही अहिले केही चाहिँ पब्लिकले भन्नुहोस् इन्डस्ट्रीले भन्नुहोस् अहिलेलाई हामी केही बढी तिर्छौँ भन्नुपर्ने स्थिति छ किनभने राज्यसँग त्यहीँबाट लिएर हामी लगानी गर्नुपर्ने छ नि जलविद्युतमा लगानी गर्नुपर्ने छ त्यसले क्वालिटी सप्लाई दिन्छ अनि त्यसपछि ट्रान्समिसनमा डिस्ट्रिब्युसनमा लगानी खरबौँको लगानी आवश्यक